साथीहरू आज चाहिँ हामी लम्बी सफरमा जाँदैछौँ म र को अनि हे मछली म र मेरो हस्बेन्ड चाहिँ आज सैटरडे हो नि त अनि हामी चाहिँ बाहिर निस्केको साथीहरू आज चाहिँ अलिक धेरै टाढै जाँदैछौँ होप राम्रो होस् यात्रा खै त लाइक सेयर सब्सक्राइब ल साथीहरू हामी चाहिँ हाइवेबाट भित्र छिरिसक्यो अनि हामीलाई चाहिँ अब बिस्तारै हो फर्स्ट टाइम आएको नि त यो लोकेसनमा अनि हामीलाई लोकेसनै थाहा छ सोध्दै आएको नि त ल अब चाहिँ अलिक ढुक्क भयो अलिक हामी त्यो ठाउँ नजिक हुँदैछु होइन त हामी चाहिँ त्यो जाने त्यो ठाउँको बाटोलाई पक्रिसक्यौँ साथीहरू अब हामी जाँदैछौँ दुईजना भएपछि होइन बाटो थाहा होस् नहोस् पुगेको छ साथीहरू दुईजना भएपछि ल त्यही सामान लिनु थियो ह्याटहरू त्यही भएर घामले पोल्छ भनेर ल साथीहरू हामी चाहिँ यो बोरान बात यतैबाट जान्छ हामी चाहिँ सोध्दै यहाँसम्म आइपुग्यौँ साथीहरू अब खै कतिखेर पुग्ने हो ल साथीहरू लोकेसन पटुवारी चोक अरे हामी चाहिँ यहाँ यो बाटोबाट जाँदैछौँ साथीहरू हामी चाहिँ बल्ल आइपुग्यौँ साथीहरू हामीले आउन खोजेको ठाउँ चाहिँ थाहा नपाए पछाडि यतै हो थाहा नपाएपछि यस्तो हुन्छ त्यसका बाद चाहिँ बल्ल आइपुग्यो मर्नै आँट्यो यहाँ त्यो तिर्खा लागेर ल हामी चाहिँ लामो यात्रा गरेर आयौँ साथीहरू यस्तो घाम छ अनि तिर्खा लाग्यो थकाइ लाग्यो अनि एकछिन भए पनि हामी चाहिँ यहाँनिर साथीहरू बल्ल आइपुग्यो हामी चाहिँ म त यस्तो पानी पिउँछु यस्तो ड्रिङ्क्समा के छ ल्याइदिनु म आइसक्रिम खाँदिनँ कोक त्यस्तै ऊ छ अरू चिज ल्याइदिनु अब के पाउँछ मलाई थाहै छैन आँखा त बाफ्रे रातै भएछ कस्तो कालो देखेको यस्तो खानु म क्यान्सलै गरेँ क्या के चाहिँ केले 15 रुपैयाँ अब म मर्दिनँ 15 रुपियाँको खाएर आइसियो होला नि फेरि नेपालमै हुन्छ नि यो नेपालमै भन्छ नि यो कम्पनी 15 रुपैयाँ तर 40 रुपैयाँ कि 30 रुपैयाँ लिन्छ होला धन्न यहाँ मान्छे नै बस्ने रहेछ मान्छे पनि नबसेको त हामी त पानी पनि खानु पाउँदैन थियो पानी पियो त अलिकति किन के मिसायो यहाँको पानी हाल्यो पानी हाल्नु कडा भएर एक्सट्रिम गाइस देख्नु भएन होइन भैँसीले कसरी पानी पिउँछ आया मैले ढाड दुखिरहेको छु गाइजहरूले फेरि दिएर खायो भने कि एक्सट्रिम त्यस ठाउँमै राख्नु पऱ्यो नि त काँक्रा खानु पर्यो धन्न पाऊ म त यस्तो ठाउँमा धन्न पाएको हौ पानी हाल त अँ अलिकति यति त्यो बस घाम टलक्कै रहेछ हो छिटो भिडियो बनाऊ है फेरि स्क्रिन डढ्ला तिम्रो जग्गा घुम्न आउँछ
पत्र जान्छ नि स्विमिङ पुलमा गएको छैन धन्न म चाहिँ पौडी खेल्न नआएर बचेको क्या नि नत्र झन् मेरो छोरी मान्छेको स्किन झन् कति कमजोर हुन्छ म चाहिँ पौडी खेल्न आउँदैन थियो अनि म चाहिँ छायामा बसेँ पानी छुएँ छम्काएँ मात्रै भरे स्विमिङ खेल्न आउँछ भन्दैमा आम्मा त्यस्तो कडा घाममा त डाइभ हानेको स्विमिङ खेलेको भरेर छाले को गएको थियौँ हामी पत्रेर गएको रबिन म तपाईँ अनि सान्दी माइला त जानु भएन माइला खोइ मान्नु सेन्टरमा थियो कहाँ थियो सेन्टरमा हुनुहुन्थ्यो कि जानुमा नमानेको अनि यहाँ चाहिँ कोही मान्छे आउँदैन हो हल्का दिदी हल्का अनि पसलहरू पनि थाप्दैन होला नि त्यहाँ अगाडि पसल थियो छ त दिदी त्यहाँ होटेलहरू 2टा कि 3टा होला होइन एउटा हाम्रै वहीँ छ अनि अझै 1-2वटा होला हो त्यहाँ ए म त लागिरहेको हुन्छ पहिला जस्तो त छैन रहेछ है पहिलाको जस्तो धेरै उ हुँदैन भिडभाड त अब एकचोटि त आम्मामा कमीलाई यसरी देखेँ म त भिडियो अहिले त्यति मान्छे हुँदैन मान्छे हल्का भयो भने हल्का फल्का यहाँ दोकानहरू त्यही छ हौ दिदी हल्का मैले पनि आउँदाखेरि चाहिँ खाली देखेर म त तर्से नै ल दिदी हुन्छ र यो भेज मोमो पो बन्छ त्यस्तोमा त तर यो चिकन हो यो मोमोलाई चाहिँ क्या कसले पो मैले बिर्सेँ कि कसले भनेको तर यो डिजाइनको मोमोलाई चाहिँ त्यो मान्छेले चाहिँ यस्तो भने मुसाको बच्चा जस्तो माछी काँडा ल केही छैन मोमो जस्तो भए पनि मिठो हुन्छ सबै डल्ला मात्रै पारेर दियो भने पनि मलाई चाहिँ मिठो हुन्छ फर्स्ट बाइट साथीहरू साथीहरू हामी चाहिँ घाम भए पनि यसरी ह्याट ओढेर जाँदैछौँ स्लो डाउन गर्नु ल साथीहरू बल्ल बल्ल हामी चाहिँ यो ठाउँ आइपुग्यौँ मैले सोचेको थिएँ हामीलाई यो ठाउँ थाहा छैन अब सोध्दै आउँदा टाइम लाग्छ होला हामी ढिलो हुन्छौँ होला भने तर छिट्टै आइपुग्यो साथीहरू अनि घाम छ पुरा 12-1 बजीको घाम छ त्यही पनि हामी ताप के कस्तो बिल ए उहाँ हो लु बोराबाद ला ठाउँको नाम रिभिल गरिदिए पार्किङ गर्नुपर्ने रहेछ सोधेर अनि यता आउनुहुन्छ ल साथीहरू हामी चाहिँ अब बोटिङ गर्नु जानु आँटेको 2 जना टिकट काट्नु जानु पर्यो कस्तो ओह्रालो रहेछ कि तारै तारले तपाईँ हो नि त्यही त बाटै कस्तो ल्याउनुहुन्छ कुन बाटो हेरेर हिँड न भिडियो बनाउनु पर्ने भन्छ अनि अब लु साथीहरू आज चाहिँ हामी बोट त भन्छ नि होइन बोटिङ गरेको बोराबादमा तर डर लाग्यो मलाई त ला
अब हामी जाने फर्किने अब जाने बेला भयो साथीहरू हाम्रो पैसा सक्यो वाउ 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 सक्यो हाम्रो पैसा रमाइलो भयो 250 नाउमा चाहिँ अलिक डर लाग्छ नि नाउ पनि छ नि सक्यो साथीहरू अब हामी के भन्छ यसलाई यहाँ रोकाउनेलाई के भन्छ नि बोटिङ राख्नु होइन बोटिङ स्टेसन आइपुग्यो रिप्लाई अगाडिबाट आयो बोटिङ बस स्ट्यान्ड अब बोटिङ स्ट्यान्ड आयो अब हामी झर्ने साथीहरू अहिले छु कहाँ भन्दा गोवा बिचमा यो वाला खाउने अनि यहाँ चाहिँ भाइको आइसक्रिम खाइदिने कुन वाला खाने यो वाला खाऊ दुईटा कुन वाला कुन तपाईँ खानु म त यही त्यस्तो बरफ खानु मन लाग्यो क्या बरफ मन पर्छ क्या लु साथीहरू र म चाहिँ साथीहरू होइन यो खालको आइसक्रिम खाने भयो चाहिँ हाम्रो यो बोराबन यहाँनिर भाइ बोराबादमा चाहिँ आउनु पर्यो तपाईँलाई आइसक्रिम खाने त्यो बजबन खाने हो आइसक्रिम खानु न खानु न ल साथीहरू अहिले हामी चाहिँ बोराबादमा छौँ लु लु भाइ बोराबादमा हुनुहुन्छ आइसक्रिम वाउ ठाउँमै ल्याइदिनुहुन्छ है जहाँ पुग्दा पनि ठाउँमै ल्याइदिनु लु हामीले किनिदिइहाल्यौँ दिइहाल्नु मलाई खोलेर अनि म यहाँ के भन्न आँटेको भने नि मलाई चाहिँ थाहा थिएन क्या बोराबाद यहाँ हेर्नु हामी चाहिँ बोराबाद आएको छौँ अनि अहिले चाहिँ साथीहरू धेरै भिड पनि छैन तपाईँहरूले देख्न सक्नुहुन्छ अनि मलाई यस्तो मन पर्यो यो ठाउँ है बोटिङको छुट्टै मजा अनि फोटो भिडियो बनाउनु छ भने तपाईँलाई केहीको टेन्सन छैन रहेछ यहाँनिर यति धेरै 10-15 जना फोटोग्राफर भाइहरू दाइहरू हुनुहुँदो रहेछ दामी फोटो भिडियो जस्तो भने पनि निकालिदिनु हुन्छ त्यो फेसिलिटी रहेछ साथीहरू यहाँ अनि यहाँनिर कार के हो त्यो पनि कुदाउनु पाइने रहेछ त्यस्तो कार अनि बरफ खाँदैछौँ साथीहरू यहाँ सानो भाइको बरफ पसलबाट आइसक्रिम म त जिन्दगीमा एकचोटि चाहिँ म गोवा बिच जान्छु भनेको साथीहरू गोवाभन्दा कम छैन यहाँ सब कुरा पाइन्छ यहाँनिर साथीहरू सबै बोटिङदेखि लिएर उ त गाडीलाई के भन्छ थाहा भएन तर त्यो त्यस्तो चाहिँ उयो स्यान्डमा कुदाउने गाडी क्या त्यस्तो गाडीदेखि लिएर क्यामराम्यानदेखि लिएर सब कुराको फेसिलिटी रहेछ साथीहरू म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू पनि घुम्न आउनु होला एकदमै राम्रो छ वाउ यहाँ नै हाम्रो जुत्ता मेरो जुत्ता ज्याकेट चाहिँ यहाँनिर हरालाई याद गर्नु तपाईँहरू आजको फोटोग्राफर चाहिँ उहाँ हुनुहुन्छ उहाँ चाहिँ यति हम्बल यति फ्रेन्डली हुनुहुन्छ साथीहरू हामी बोटिङ गरेर मात्र के उत्रेको थियौँ उहाँले हामीलाई बोलाउनु भयो अनि यस्तो दामी फोटो भिडियो बनाइदिनु भयो हजुरको परिचय मेरो नाम अवधेश सानी हो फोटो भिडियो गर्ने मेरो बोराबादमा आउनु है स्पेसल डिस्काउन्ट साथीहरू हामीले चाहिँ पाइसकेको छौँ स्पेसल डिस्काउन्ट पनि साथीहरू आज चाहिँ म धेरै खुसी छु मेन चाहिँ फोटोग्राफरलाई भेटेर है दामी फोटो निकालिदिनु भयो ल हुन्छ साथीहरू ल हामी चाहिँ फोटो सेसन गरेर पनि थाक्यौँ अब पानीपुरी खाएपछि एनर्जी कति काली आएको म मलाई ढिकै चाहिन्छ ढिकाउँछु म राखिदिन्छु नि दाइकोमा लगेर रातो रहेछ ल साथीहरू हामी चाहिँ अब
फर्किन आँटेको घर। आज चाहिँ मौसमले साथ दियो भनौँ। अब जुत्ता लाउनु नलाउनु खुट्टाभरि उयो छ बालुवा जुत्ता बोकेर हिँड्ने हो। तपाईँ बोक्ने अरू सामान, म जुत्ता बोकेँ। आहा अब हामी जाने साथीहरू। यति चिसो कुल पानी छोडेर बोराबाद फेरि पनि म अघि पनि भनिसकेको, तर म फेरि पनि भन्छु यो ठाउँ चाहिँ आउनु है। एकचोटि चाहिँ आउनु, ओभर मजा आउँछ साथीहरू। चिसो गर्मीमा चिसो चिसो पानी कसरी चिसो ए म यहाँ सरी म चाहिँ छेउछेउमा हिँडिरहेको छु। कसरी चिसो ए यस्तो रहेछ साथीहरू। यो बास यो बास अनि उता बास भनेको चाहिँ त्यहाँ गएर रहेछ नजानु रहेछ भनेको रहेछ है साथीहरू। वार्निङ दिएको रहेछ। म चाहिँ चिसोमा हिँड्दैछु साथीहरू। एकदमै रमाइलो भयो। अब म चाहिँ जिन्दगीमा एक न एकचोटि चाहिँ बिच जान्छु भनेको थिएँ क्या। अनि मेरो हस्बेन्ड चाहिँ इन्डियन आर्मी हुनुहुन्छ, अनि उहाँले चाहिँ मलाई के प्लान गर्नुभएको थियो भने एकचोटि चाहिँ मलाई गोवा लगेर जाने भन्नुभएको थियो, तर मलाई गोवै जानु परेन साथीहरू। यस्तो गोवाको सपना बुढीको यहीँ पुरा भयो सपना साथीहरू। यस्तो भएपछि के हो, सपना पनि पुरा भयो। गोवा जानु पर्दैन जतिखेर पैसाले गोवा जानु पर्दैन। ल बाई बाई साथीहरू। यति धेरै मान्छे आउनुहुन्छ यहाँ चाहिँ बोटमा चढ्न। जति बेलुका हुँदो रहेछ त्यति मान्छेहरू के हो भिड बढ्दो रहेछ साथीहरू। यदि हजुरहरूलाई फोटो सेसन भिडियो सेसन लानु चाहिँ अलिक छिटो आउनुहोस्, खाली हुन्छ। र यदि हजुरहरूलाई रमाइलो इन्जोय मात्रै गर्नु मन छ भने चाहिँ यसो बेलुकातिर 2 बजेदेखि पछि मात्रै आउनुहोस्। सनसेटको फोटो लिनु, सनसेटको फोटो प्लस तपाईँले क्राउड पनि देख्न सक्नुहुन्छ है। यसरी बेलुका चाहिँ धेरै मान्छे हुन्छ है। अघि हामी त दिउँसै आएको थियो साथीहरू, मजाले फोटो भिडियो भ्याइयो साथीहरू। ल यति नै आज। लु बोराबाद धेरै बोराबाद आउने चाहिँ हाम्रो 1 महिनादेखि प्लान थियो र आज फाइनली सक्सेस भयो। अन्त एकदम रमाइलो पनि भयो। हामीले एक्सपेक्ट पनि गरेको थियौँ कि यस्तो रमाइलो हुन्छ भनेर क्या। अब तपाईँहरूले कस्तो प्रकारले रमाइलो गर्नुहुन्छ होइन, तर हामीले चाहिँ हाम्रो तरिकाले चाहिँ एकदम रमाइलो गऱ्यौँ। र हामी हजुरहरूलाई पनि सल्लाह दिन्छौँ कि तपाईँहरू पनि एकचोटि फ्यामिली या त साथीहरूसँग यहाँ घुम्न आउनुहोस्। ल साथीहरू आज चाहिँ यस्तो रमाइलो भयो। मलाई चाहिँ मेरो पुरा सपना साकार भयो भनौँ। ल हामी चाहिँ घर फर्केको, भिडियो फोटो खिच्दा फटक्कै गलिसक्यो। अब बेलुका पनि 3 बजिसक्यो है। त्यही भएर साथीहरू हामी घर गएको, हातमा चाहिँ हाम्रो जुत्ता, हाम्रो चाहिँ जुत्ता छ साथीहरू। खुट्टा यस्तो छ है गाइस। हातै गलोस् यार भ्लग बनाउँदा पनि। साथीहरू मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। साझा राईलाई सब्सक्राइब गरिदिनुहोस् साथीहरू।